जति जति अप्लाई गऱ्यौँ त्यति त्यति हाम्रो भिजा लाग्यो। हाम्रो भिजा रिजेक्टेड भएको अहिलेसम्म हामीलाई थाहै छैन। नमस्कार, म गुरु सुवेदी। म झापाको मान्छे हुँ, खास गरी बस्नु चाहिँ यहाँ लोकथलीमा बस्छु। मैले यो कंगारू एजुकेसन फाउन्डेसनसँग सन् 2007बाट जोडिएको छु। खास गरी जोडिनुको अर्थ चाहिँ छोराछोरीहरू अबोर्ड स्टडीको लागि जाने भए, विदेश पढ्न जाने भए, त्यो हिसाबले छोरो र छोरीको लागि मैले कंगारू फाउन्डेसन एजुकेसन फाउन्डेसनलाई समातेको थिएँ। चिनेर जानेर बुझेर समातेको होइन। यो चाहिँ अल अफ सडन को छ भन्दाखेरि कंगारू एजुकेसन फाउन्डेसन छ, कहाँ छ भन्दा बानेश्वरमा थियो। त्यतिखेर एउटा सानो घरमा बसेको फाउन्डेसन थियो। अहिले पनि मलाई एकदमै झलझली याद छ। त्यतिखेर देखि जोडिएको 2007मा मेरो छोरी वेस्ट लन्डन युनिभर्सिटी पढ्नलाई कंगारू एजुकेसन फाउन्डेसनबाट उनले प्रोसेस गरिन्। उनको भिजा सक्सेस भयो पढ्नलाई र उनी त्यहाँ पढ्न गइन्। त्यहाँदेखि हामी जोडिएका हौँ। खास गरी 2007 देखि अहिले 2025सम्म भन्दा लामो जर्नीमा हामी जोडिएका छौँ यो एजुकेसन फाउन्डेसनसँग। त्यस पछाडि छोराको पाली आयो, ऊ पनि वेस्ट लन्डन युनिभर्सिटीमै उनले पनि मास्टर्स गर्यो, छोरीले पनि एमपिएस गरिन् त्यहीँबाट। त्यस पछाडि हामी फ्रिक्वेन्टली युके जाने, त्यस पछाडि उनीहरू सिफ्ट भए, छोराहरू सिफ्ट भए अस्ट्रेलिया, अनि हामी अस्ट्रेलिया जाने हाम्रो क्रमहरू जारी भयो। टुरिस्ट भिजामा, भिजिटर भिजामा जाने हाम्रो क्रम जारी भयो र त्यो क्रममा हामी कंगारू एजुकेसन फाउन्डेसनसँगै जोड्यौँ। यावत प्रोसेसहरू सबै फाउन्डेसनले नै गर्यो। यहाँको इम्प्लोइजहरू त्यति मिजासिलो हुनुहुन्थ्यो। हुन त महेश बाबु पनि त्यस्तै हुनुहुन्छ यसको। अहिले पनि अब अस्ट्रेलिया 3-4 चोटि हामी फ्यामिली, हामी बुढाबुढी यही फाउन्डेसन थ्रु गयौँ। भिजा सक्सेस रेट पनि यो फाउन्डेसनको एकदमै धेरै छ। जति जति अप्लाई गऱ्यौँ त्यति त्यति हाम्रो भिजा लाग्यो। हाम्रो भिजा रिजेक्टेड भएको अहिलेसम्म हामीलाई थाहै छैन। त्यसरी हामीले भिजा पायौँ। अहिले पनि हाम्रो भिजा, अस्ट्रेलियाको भिजा, टुरिस्ट भिजा बाँकी नै थियो, अर्थात् भिजिटर भिसा बाँकी नै थियो। बाँकी हुँदाहुँदै फेरि हामीले अप्लाई गऱ्यौँ। फेरि भनेको चाहिँ अलिक लङ स्टे, त्यतिखेर चाहिँ 3 इयर्सको थियो, तर 3 मन्थ्स चाहिँ नै फेरि निक्लिनु पर्ने खालको थियो। अहिले चाहिँ 1 वर्ष बसौँ अनि निक्लिउँला भन्ने हिसाबले हामीले फेरि अहिले टाइम बाँकी नै हुँदाहुँदै फेरि हामीले कंगारू एजुकेसन फाउन्डेसनबाट हामीले भिजा प्रोसेस गऱ्यौँ। त्यो भिजा चाहिँ नै फेरि हामीलाई प्राप्त भयो। अहिले हामी भोलि फेरि अस्ट्रेलिया जाँदैछौँ। हाम्रो रुट चाहिँ ब्याङ्ककबाट छ। त्यसैले आदरणीय सम्पूर्ण महानुभावहरू, विद्यार्थीहरू, भिजिटर्सहरूलाई म निवेदन गर्न चाहन्छु, रिक्वेस्ट गर्न चाहन्छु कि कंगारू एजुकेसन फाउन्डेसन अहिलेदेखिको होइन, निरन्तर 2007देखि हामी जोड्यौँ भनेपछि लामो समय हामी जोडिसक्यौँ। भिजा सक्सेस रेट पनि धेरै छ र यहाँको इम्प्लोइजहरूको व्यवहार हेर्दाखेरि पनि एकदमै होमली हामीले पायौँ। पहिलेदेखि चिनजान पनि होइन, नातागोता पनि केही होइन। त त्यो भएको हुनाले तपाईहरुलाई म आग्रह गर्छु, जति पनि विद्यार्थी भाइ बहिनीहरू विदेश पढ्न जानुहुन्छ, युके अस्ट्रेलिया जानुहुन्छ, अनि जति पनि भिजिटर्सहरू युके अस्ट्रेलिया जानुहुन्छ, तपाईहरु कंगारू एजुकेसन फाउन्डेसनसँग जोडिनु होला। अब यहाँ त आईएलटीएस का अर्थात् स्याट का क्लासहरू पनि चल्छन्, यहाँ क्लास पनि छ। त्यो भएको हुनाले हामी एकदमै रिलायबल कन्सल्टेन्सी थ्रु जानुपर्छ भन्ने मेरो आग्रह छ र हामीले पाएको चाहिँ कंगारू एजुकेसन फाउन्डेसन नै हो। त्यो भएको हुनाले मेरो आग्रह छ, सम्पूर्ण जति पनि भिजिटर्स या चाहिँ स्टुडेन्ट्सहरू विदेश जान चाहनुहुन्छ, कंगारू एजुकेसन फाउन्डेसनसँग जोडिनु होला र तपाईहरुले अनुभव गर्न पाउनुहुन्छ यसको सेवा कस्तो छ, अर्थात् कसरी यहाँबाट चाहिँ मान्छेहरू सजिलोसँगले जान पाउँछन्। अस्ति बायोमेट्रिक्स दिन गएको थियौँ, त्यहाँ पनि कंगारू एजुकेसन फाउन्डेसन भनेपछि उनीहरूले हाइली रिकग्नाइज गरे। मैले त्यो पनि अनुभव गरेँ क्या। एउटा यहीँ गएको थियौँ हामी यो बिजनेस टावरमा यहाँ, त उनीहरूले पनि तपाईँ त कंगारू एजुकेसन फाउन्डेसन
अनि फलानुलाई चाहिँ कङ्गारुमै तपाईँको इन्फर्मेसन पठाउँदाखेरि के फरक पर्दैन भन्ने खालको कुरा पनि गरेका थिए। अनि केही फरक पर्दैन उहाँहरूलाई दिनुभयो भने हाम्रो होमली इन्भाइरोमेन्ट छ, एकदमै फ्यामिलियर छौँ हामी, उहाँहरूले हामीलाई देनदेर खबर गरिदिनुहुन्छ भनेपछि उनीहरूले पनि बडो रिकग्नाइज गरे। त्यसकारण मैले के बुझेँ भने लङ जर्नी भएको र ट्रस्ट बिल्ड गरेको कङ्गारू एजुकेसन फाउन्डेसनसँग जोड्यौँ भनेदेखि चाहिँ तपाईँ हामी हाम्रो भिजा सक्सेस रेट या भिजा प्राप्तिको कुरालाई पनि समस्या हुन रहन्छ भन्ने मेरो आग्रह छ। धन्यवाद।